आमा यो रातिको वर्षाले गर्दाखेरि यस्तरी पानी परेछ नि। ल हेर्नु है यहाँनिर आमा हाम्रो संविधान चोक त गाउँ त पुरै के तपाईँलाई पुरै डुबाइदिएको छ है। ल हेर्नुहोस् है यहाँनिर पानी कस्तो हालत छ। म अब बाइक निकालेर चाहिँ इटारी गराउँछु कस्तो के भएको छ यसो हालत हेर्नको लागि। इटारी खनारमा चाहिँ यो यसरी पानी आएको छ। सबैजना खनारवासीहरू सतर्क अपनाउनु होला, बाहिर ननिस्किनु होला हैन। हामीहरू तपाईँलाई म यो अलि इन्टरनेटको माध्यमबाट पनि हामीहरू कता के भइरहेको छ सबै जानकारी गराइहाल्छौँ। दसैँको बेला छ हैन, अब ननिस्किनु होला। यो अलिक घाम लाग्छ, अलिक पानी कम भएपछि मात्रै निस्किनु। यो रिलायन्स अगाडि हो यसरी पानी टेङ्रा खोलाको पानी बाहिर रोडमा आएको छ। ल भित्रै घरभित्रै बस्नु र सबै हेर्नु यहाँ यस्तो छ कि यो अस्ति यो खनेको हेर्नु यहाँ पुलै छैन क्या, यहाँ त पुलै छैन। यति मजाले पानी आएको छ, यति मजाले पानी आएको छ। ओहो आमा नि त ओहो यस्तरी पानी आएको यार।